ए मा धौलीको छोरा आयो ए काँदे आइए पर घाँस ल्याउन गए चाहिँ त्यति आएँ तुमा अब आँखा फुट्ने भने झोला लेख्न गएको नान स्कुल ल्याए के चोडिया कुरा दो त निगरी भनिसक्दैन स्कुल आए आयो भनिखेन तँ मरि नै आज ए आज म गएन गणितको होमवर्क लेख्न बाँकी थियो त्यही भएर गएन म तुमा अब सिफ्ट भेट्टाउने आज गणित सर आएै छैन ए आज आएछ छैन झन् आज होमवर्क गरेन आज नजाऊ भनिखेन गएन स्कुल यार झन् सर पनि आएन रहेछन् अब के दिँदै त अब भोलि सर आउन भोलि चेक गर्दा भए खान्छस् बाबु डेमका तँ त ए मा दाइ सुन्न तेरो त्यो उ छ नि गणितको होमवर्क मलाई दिजाने यार म भोलि आज गरिकन भोलि सरलाई देखाउने न गोदै खाइलिनु है म ल तुलाई दिउला नि अस्ति विज्ञानको होमवर्क दिए भनेर दिछि के आज तुलाई गणितको होमवर्क दिउला नि दिन्न बाबु म त नदिए तँ नदिने भए नदिए नि त पर भाउ त्यही छोरी साथ मागुला त हाम्रो पनि पालो आउन नि कहिले त्यस्ता थापाहरूलाई पक्तु जाए त जैसा त माग्ने मागे भोलि स्कुल होमवर्क राखेन भने रोक्न सरसाथ गुच्चा खेल्लो छ भोलि स्कुल पनि आएन भन्थ्यो नि रोक्न तुमा आपा सिफ्टा बेड्न आउने भन मात्र नि सरलाई केही कुरा मेरो कुरा लान स्कुल सिधै घर बाटुडा अन्तर भक्कै भक्कै लगाइदिने पक्ष भक्क